धेरै जस्तो साथीहरूले मलाई कल र मेसेज गरेर भिडियोहरू पठाइदिनु न भनेर धेरैले भन्नुभएको छ। अस्ति व्रतबन्धको फोटो भिडियोहरू लगायत फोटोहरू मैले पुरै फेसबुकमा अपडेट गरिरहेको छु। फेसबुक, टिकटक, युट्युब सबैमा मेरो अपडेट भइरहेको छ। अझ पनि निरन्तर म गरिरहेको छु। यदि हजुरहरूलाई त्यस्तो चाहिएको छ भने मेरो फेसबुकको प्रोफाइलभित्र या टिकटकको प्रोफाइलभित्र या युट्युबको प्रोफाइलभित्र त्यहाँ जानु होला। त्यहाँबाट तपाईँले डाउनलोड गर्न पनि सक्नुहुनेछ र यदि डाउनलोड नगरिकन तपाईँले त्यहीँ फेसबुकमै या कुनै टिकटकमा राख्न चाहनुहुन्छ भने पनि त्यहीँबाट हजुरले टिकटकबाट डुइट र तपाईँको फेसबुकबाट सेयर गर्नुभयो भने त्यो हजुरको फेसबुकबाट पनि भइहाल्छ। त्यसले गर्दाखेरि हजुरहरूले मलाई मेसेजहरू नगरिदिनु होला, किनकि मैले त्यो फोटोहरू मैले जति अपडेट गर्छु त्यो अनुसारको म डिलिट गरिहाल्छु। किनकि मेरो मेमोरी एकदमै फुल हुन्छ। मैले अपलोड गर्न सायद मेरो डिलिट भइहाल्छन्, किनकि मेरो धेरै हुन्छ फेरि त्यो मेमोरी स्टोरेज धेरै हुन्छ। त्यसले गर्दाखेरि म डिलिट गरिहाल्छु। यदि तपाईँहरूलाई चाहिएको छ भने मेरो फेसबुकमा, टिकटकमा त्यहाँ मैले अपडेट गरिराखेको छु, त्यहीँबाट हेर्दा हुन्छ। सबैको भिडियोहरू त्यहीँ राखिराखेको छु है मैले। ल हस्, म त्यही भन्छु भनेर अहिले एउटा भिडियो बनाएको थिएँ। हस्, सबैजनालाई धन्यवाद।